मामाले के गर्ने रे यहाँ काट्नु पर्छ नि यो डोरी यहाँ छ यो डोरी हातले यसो चुनाल्नु त दुईपट्टि हाल्नु तिमीले हाल्ने हुन्छ जसले हाले नि जसले हाले पनि हुन्छ दुईपट्टि एकजनाले हाल्नु चुनाल्नु दियो झर्ने बित्तिकै वागतिर दिदी हजुर चाहिँ यता हजुर यता आइहाल्ने अब बाबा नि हो नमस्कार गर्ने आमालाई दर्शन आमा दर्शन हेलो आइपुग्यो अलिअलि त्यो यो टिका नि शिरमा राख्यो यो शान्ति धाम जाने बाटो आइज न शान्ति धाम जाने बाटो आइज न सिधै शान्ति धाम जाने बाटो भन्न त्यसमा छोरा कि यहाँ छ मामाहरूलाई माइतीहरूलाई सबैलाई कहाँ आइपुग्यो त्यो इसान कति बज्यो बाबु त राख्नु म चाहिँ शङ्कर आउँदैछ नि उता लिन जान्छु नमस्ते आजा अब किरा चाहिँ यही मेरो गाड्ने के यहाँ मात्र हुन्छ भने मामाले पुगाउँछ मामाले पुगाउँछ त्यो त बाँधेर पुगायो सबै खोल्नु पर्यो नि एउटा हातसम्म नि एउटा दुख्छ भने दुई अहिले कस्तै काट्यो तर अलिकति मिलाएर गर्नुपर्ने तल झर्ला यतापट्टि समाते यताबाट बुरुरु बिस्तारै समातिरहेको भाग नछोड यसले खरै काट्दै यार गवाल अब भयो नि त यहाँ यता हेर त छोरा कस्तो फिल भयो लुगा फेरिदिनु सक्छ छोरा फर्कन त्यो नमसार उता फर्कन कति राम्रो भयो मेरो चर्च तपाईँ मामा माइजूले ल्याएको लाउने हो नि त उहाँ छ भने होइन म चाहिँ त्यही खाँदै छु मैले अलिक ठिक पारेर ओसिसी स्कुलमा के आउनु भएछ तर भान्जाको मेरो भान्जाको छेउमा अस्ति आउनु हुने भान्जा हो लामो कपाल हुने हो भनेर स्कुलमा के कस्तो लाग्यो छोरो होइन अघि न खोइ कालो यो अब यो मोजा अघि न त्यही जुत्तामा छ कि हो लोफरवाला
त्यही त भने हो नि त लोफरवाला लगाइदिनु के ल दुईटा यहीँ थियो बुढा के ए भइसक्यो के भन्छ आमा कि ओइलेको पाउँछ कि अलिकति फ्रेस हजुर कस्तो मजाले राख्छ नि त र त फ्रेस रहेछ ए दारीले उताबाट हेर्दा चाहिँ उतापट्टि जाने ड्राउन भयो भने हुन्थ्यो अब पछाडि जाउँ नि त भयो त्यो गल्टीको लाएर लगाइदिनु अहिले आएन भइहाल्यो नि त ए त्यो अहिले दाइले लगाइदिनु ए दाइ लगाइदिनु दाइले लगाइदिनु रे कि टिका लगाएर त्यो माला चाहिँ अब त्यही त भयो उताबाट खिच्नुपर्ने छ यताबाट आउनु न भने टिका लगाइदिनु पर्छ दिदीलाई फुल दिन न हिरा दिया समानलाई के लगाइदिनु के के गर्न बाल्नु ओ बाजे हात थाप्नु पेटामाथि हात थाप्नु न बाजेले पेटामा टक्क एउटा टाक्न पर्छ ठाउँ सानो भयो है छोप्ने कुरो भएको छ त्यो फुल चाहिँ नाङ्लोमा हालेर ओ बुढो हो कडा भएर अलिक ठाडो गरेर नमस्ते गर्नुपर्छ ल छोरो दाइ हो ऊ त मनाइसक्यो नि त नमस्ते गरेर आमालाई नमस्कार गर्नु अर्को दिन त नमस्कार गर्नु जसले भन्नु मामा टिका लाउँदै यस्तो गर्नुपर्छ कि ट्याब लगाइदियो अनुहार मारेको दाइ तपाईँले आउनुपर्छ बधाई निजेमा पहिलो राखिदिनुपर्छ भनिरहेको भाउजू फ्रेसको मोजा खोइ व्हाइट कलरको अहिले आएर अहिले लगाइदिनु भयो भने नानी मोजा दिनु त हो मोजा अहिले पकड अहिले लिनु छोरा एकैछिन मामु एकैछिन छु बुढाले भनेकै चाहिन्छ म त टाउको मानस दाइ टाढो छ सबै भाइहरू भेट्नलाई भाग्यमानी छ मेरो मामा भाग्यमानी छ सबै मामाहरू जम्मै अर्को मामा कहिले भोलि के पर्ने खाला भोलि कति न्यानो भयो बाबु जाडोमा त गजौँ सर पैसा समाउनु रुमाल एउटा ल्याउँदा अघि खाइयो चाहिँ कति ज्ञानी हो नि अझै ज्ञानी बन्ने यो अनि हा गर्नु पर्छ क्या कस्तो रिसा जस्तो भयो तिमी खुसी छैन क्या किन नबन्नु जाडो भएर बताइ भन्छ
कपाल काटेर दुःख लाग्यो क्या फेरि अब यति दिन पाइन्छ उति दिन पाइन्छ भन्दै त्यही औँला जस्तो भाँजेर बसिरहेको थिएँ अब त मलाई नुहाउनु नि सजिलो हुन्छ कोर्नु नि पर्दैन भन्दै गम्मी हुने भन्ने कस्तो गम्मी हुन्छ भन्छ ठाडो हो बन्द ठाडो गर मामा टिका लगाउनु ठाडो गर्नुपर्छ कि जसले लगाउँदा भान्जाको पैसा दिनु फर्स्ट टाइम होला यसरी टिका लाग्यो फर्स्ट टाइम होला होइन फुल दियो मामा पैसा कपालमा हाल्यो हो के भान्जामा पहिला पहिला त पुरै लाज लाग्छ अनि टिका लाउने अनि सबभन्दा कान्छोमा ल है चेलबेटी छोरा त लक्की पो रहेछ त बिहेको बाजा नि झ्याइ झ्याइ बाजा लाइसक्यो मैले फालिसक्यो टिका खाता लाग्छ फालिसकेको नमस्ते नमस्ते हामीलाई फेरि माउलाई गुल्जार गइरहेको हुन्छ यस्तो किनेर त है छोडेर आएछ भने धाराबाको किनेको थियो जार यहाँ त्यो त छोडेर पो आइछ धाराबाको जार किनेको थियो यहाँ ल्याउनु भनेर अनि हो नमस्ते भन्दा सानो घडा रहेछ घरै देखेको पैसा हालिसक्यो टिका लगाउनु भन्दा अगाडि त्यस्तो हाल्ने हो पैसा त हामी त त्यस्तो हाल्यो नमस्ते टिका लगाइदिने नलाइदिने पैसा हालिदिनु भने अब उता अब बाबु मामाले गर्छ के तिमीले गर्नु पर्दैन हामी नआए हुन्छ आउनुपर्छ मामा ल मेरो छोरा दुलाइरहेछ मेरो हाँस्न छोरा
खोलिदिनु जुत्ता जुत्ता खोल्नु जुत्ता माथि 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 उतै लक यस्तरी यस्तरी है बाबा 500 ल्याउ न छोरा